नमस्ते सम्पूर्णमा अहिले चाहिँ हामी हिलेको मुटुटुङमा चोकमा छौँ है र हाम्रो दाइ चाहिँ दार्जिलिङबाट साइकलमा यात्रा गरेर नेपालभरि यात्रा गरेर आउनु भएको रहेछ है र हाम्रो दाइलाई चाहिँ हिलेमा स्वागत छ मेरो दाइ। दाइ हजुरको नाम चाहिँ? मेरो नाम चाहिँ निरज लेप्चा हो अनि म चाहिँ दार्जिलिङबाट अल नेपाल साइकल यात्रा विदाउट मनी गरिरहेको छु। विदाउट मनी हजुर अहिलेसम्म फिलहाल मैले 73 वटा स्टेट चाहिँ पार गरिसकेँ। 73 अनि ल हाम्रो दाइले चाहिँ 73 वटा स्टेट चाहिँ पार गरिसक्नु भयो अरे साइकलमा है। त्यो चाहिँ एकदम हामीले सोच्दै नसक्छ, म त सक्दिनँ होइन। दाइले चाहिँ सक्नु, दाइले चाहिँ अझै पनि धेरै धेरै शुभकामना छ, अझै पनि नेपाल टुर गरिदिनु होला है। र यदि हजुरहरूले पनि बाटोमा भेट्नु दाइलाई चाहिँ पर्ने सरसफाइ गरिदिनुहोस् होला है। र अब हजुरको यात्रा कता दाइ? अब यहाँबाट मेरो धनकुटाहरू हुँदै हजुर, त्यहाँबाट भेडेटार हुँदै हजुर, धरानहरू हुँदै त्यहाँबाट फेरि उता के भने यो झापा हुँदै चाराली हुँदै त्यहाँबाट उकालो इलामहरू पछि चाहिँ चारवटा जस्तो कभर भइसक्छ। 77 जिल्ला पुरा हुन्छ, 77 पुरा है। पुरा भएपछि त्यहाँबाट घर जाने, घरमा 1-2 महिना अब काम त गर्नु पर्यो। त्यहाँबाट फेरि वर्ल्ड टुर गर्दैछ। वर्ल्ड टुर हान्ने? हजुर वर्ल्ड टुर हान्ने। ल त दाइलाई शुभकामना छ है। दाइ कति भयो तपाईँलाई यो साइकल यात्रा गर्नु? साइकल यात्रा गरेको अहिले 5 महिना भइसक्यो। नेपाल है? नेपालमा अनि त्यो समयमा तपाईँको यात्रा कस्तो भयो? कठिन भयो? एकदम रमाइलो। अब मैले सोचेको भन्दा 10 गुणा बढी क्या, मलाई त राम्रो लाग्यो नेपालभित्र। अब जस्तो अब मान्छेहरूले भन्छ नेपालको त्यो के भन्छ बाहिरबाट मात्रै देखिरहेको थियो नि त, त्यहाँ भित्रको प्रकृतिहरू त्यहाँ भएको सुन्दरताहरू कसैले पनि देखेको छैन अहिलेसम्म। कतिले नै अब रारा भनेपछि, रारा मुगु भनेपछि होइन माथिको अब त्यहाँको बारेमा पनि थाहा छैन होला, तर त्यहाँतिर गएर त मैले एक्सप्लोरहरू गरेँ है। अनि मुर्मुटपमा गएर पनि मैले भिडियोहरू बनाएको छु होइन। मेरो युट्युब च्यानलमा गएर हेर्नु सक्नुहुन्छ हजुरहरूले। मेरो युट्युब च्यानलको नाम चाहिँ NRD Vlogs 19 हो अनि मेरो फेसबुकको नाम चाहिँ रोङकप निरज छ। त्यहाँनिर गएर भिजिट गर्नु सक्नुहुन्छ। दाइ तपाईँलाई चाहिँ यो नेपालमा तपाईँको यो साइकल यात्रा गर्दाखेरि कतिको सहयोग गर्यो नेपालीहरूले? कस्तो बहुत सहयोग गयो। अहिलेसम्म म नेपालभरि घुम्दाखेरि मैले 1500 रुपियाँ लिएर हिँडेको घरबाट। ए हजुर, त्यो 1500 रुपियाँ पनि चलेको छैन है। तपाईँलाई नि यो नेपालभरिमा अब नेपाल सबैले सहयोग गर्नुभयो होइन? अझ सबैभन्दा राम्रो चाहिँ कुन ठाउँ, कुन जिल्ला लाग्यो सहयोग गर्ने भनेको? मलाई सबभन्दा ज्यादा भनेको हाम्रो मकनपुर हेटौडा। त्यहाँनिर हाम्रो एकजना सर हुन्छ, आर्के सर भन्ने हुनुहुन्छ, उहाँले त बहुत हेल्प गर्नुभएको थियो। उहाँले अहिलेसम्म यो लुगाहरू लगाएको त सबै जुत्ताहरू त उहाँले किनिदिनु। ए भने सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ल सरलाई हेर्दै हुन्छ भने धन्यवाद है। ल तपाईँको भनेपछि यात्रा सफल रह्यो। अब 4वटा जिल्ला यहाँबाट जाँदै कटाउनुहुन्छ है। ल दाइ तपाईँलाई भेटेपछि एकदम शुभ के भन्छ खुसी लाग्यो। ल दाइ नमस्ते। तपाईँले नेपाल के भन्छ एक्सप्लोर गरिदिनु भयो, धेरै धेरै धन्यवाद है। हुन्छ दाइ ल।